तपाईहरुलाई म टिकटकमा कोइन निकाल्ने तरिका सिकाउँदैछु। हामी अब सुरुमा चाहिँ 3 डटमा क्लिक गर्छौं, त्यसपछि ब्यालेन्समा क्लिक गर्छौं है। अनि भित्र पुगेपछि चाहिँ अनि ल हेर्नुस् मेरो 0.61 डलर छ है। कोइन 151 छ। आज म हजुरहरुलाई कोइन एक्सचेन्ज गर्ने तरिका सिकाउँदै छु ल। हामी अब प्ले स्टोरमा क्लिक गर्छौं पहिला, त्यसपछि VPN सर्च गर्छौं। VPN सर्च गर्दा चाहिँ हामी VPN एप्समा गएर चाहिँ हामी सुपर VPN भन्ने एप्सलाई चाहिँ इन्स्टल गर्छौं अनि त्यसमा क्लिक गर्छौं। इन्स्टल भइसकेपछि ओपन गर्छौं। अनि ओपन भइसकेपछि चाहिँ तपाईको यस्तो इन्टरफेस आउँछ हेर्नुस्। अनि अब हामी कनेक्ट गर्छौं है सिधै। अब नयाँको चाहिँ त्यो पहिला सेटिङ मिलाउनु पर्छ हैन। अनि सिधै कनेक्ट गर्छौं। हेर्नुस् है टाइम लाग्छ एकछिनको हुन्छ। कनेक्ट भइसक्यो। अब हामी सिधै ब्याक जान्छौं है। ब्याक गएर हामी क्रोम ब्राउजरमा क्लिक गर्छौं ल। अनि त्यहाँ गएर हामी सर्च गर्छौं टिकटकcoin.com भनेर सर्च गर्छौं। टिकटकcoin.com मा बाइ एन्ड रिचार्ज कोइन टु सेन्ड गिफ्टमा क्लिक गर्ने है एकचोटी। अनि त्यसपछि चाहिँ यस्तो इन्टरफेस आउँछ। अनि लगइन गर्नुपर्छ है हाम्रो आईडी। लगइन गर्नुपर्छ। लगइन चाहिँ अब जस्तो अब यहाँ तपाईको सिधै उयो इन्टरफेस यस्तो आउँछ। यो टिकटक एप भने है। टिकटकमा तपाईको जुन आईडी लगइन छ नि त्यो चाहिँ सिधै कनेक्ट हुन्छ ल। त्यसमा लगइन गर्दाखेरि हो यस्तो इन्टरफेस आउँछ। अब तपाईको त्यही आईडी हो कि हैन ओके गर्ने है। अनि लगइन भइसकेपछि अब भित्र यसरी एकछिन टाइम लाग्छ है। हो यसरी टाइम लाग्छ। अब यस्तो इन्टरफेस देखाउँछ। अनि तपाईको एक्सचेन्ज भन्नेमा हेर्नुस् त तपाईको कति 0.61 को 60 कोइन आउने रहेछ है। हामी त्यसमा क्लिक गर्छौं है। हेर्नुस् है के हुन्छ। अब हामी यो 60 मा गएर पुरै निकाल्नु पर्यो भने पुरै हान्ने होइन भने अब कतिवटा एक्सचेन्ज गर्ने त्यो अनुसार हुन्छ। अब मैले चाहिँ कस्टममा गएर 60 मात्र हान्न पाइन्छ है। त्यो भन्दा बढी हान्न मिल्दैन। त्यो भन्दा कम मिल्यो, त्यो भन्दा बढी मिलेन ल। त्यो भन्दा कमलाई चाहिँ मिल्छ, जतिको पनि मिल्छ। हो अब एक्सचेन्ज हेर्नुस् है। तपाईहरु पनि चेक गर्नु। मेरो कम्प्लिट भइसक्यो ल। अब सक्यो। यति नै हो यसको जति पनि ल हेर्नुस् अघि कति थियो त्यसमा